हेलो साथीहरू, आज म खतरा फिल्टर लाएर चट्ट परेर के भन्न आएको भने तपाईहरुलाई यो इन्डियाको रियालिटी सो चलिरहेछ नि अहिले लकअप 2 भन्ने कोले हेर्नुहुन्छ। मैले चाहिँ हेर्छु के त्यो आकांक्षा पुरी अनि त्यसपछि मलाई शिवाङ्गी जोशी अनि गोविन्दाको वाइफ सुनिता म्याम मलाई एकदमै मन पर्छ हैन। अनि मैले यो भिडियो किन बनाएको भन्दा त्यहाँ चाहिँ त्यो आकांक्षा पुरीले चाहिँ के भन्छ भने म चाहिँ बच्चा पाउन चाहन्न, बिहा गरेको तिनीहरुको कति 12-13 वर्ष कति भयो अनि म चाहिँ चाइल्ड नै चाहन्न, एडप्ट गर्न पनि चाहन्न, सम रिजनको कारणले गर्दाखेरि मलाई मनै छैन भनेर भन्छन्। मेरो हस्बेन्डलाई पनि मैले कन्भिन्स गरिसकेको छु, मतलब हस्बेन्डलाई पहिले भन्छ्या छि भन्ने कुरा गर्छ कि उसले हैन। अनि त्यहाँ कमेन्टहरु अरूको नेपालीहरुको पनि कमेन्टहरु देखेँ मैले चाहिँ फेसबुकको रिलमा हेर्छु के। अनि यसो सोचे के मैले हैन हाम्रो नेपालमा कस्तो कन्सेप्ट छ भने के रे बिहा गर्ने बित्तिकै बच्चा पाएन भने चाहिँ केही खराबी छ यसमा भन्ने के हैन, सन्तान भएनछन् भन्ने सोच्छ नि त नेपालमा त प्राय। अनि प्राय हैन म्याक्सिमममा यो सो कल्ड एजुकेटेड मान्छेहरुले त झनै यस्तो कुरा गर्छन् हैन। अनि त्यसपछि त्यस्तो मानसिकता भएको ठाउँमा चाहिँ हैन त्यो म चाहिँ आई डोन्ट वान्ट अ बेबी भन्ने थिंकिङलाई चाहिँ मान्छेहरुले कसरी बुझ्छन् होला के हैन, कहाँबाट बुझ्छन्। अनि त्यहाँ कमेन्ट पनि के गरेर आथे कि हैन। इभन अब जस्तो मलाई यो किन रिलेट भयो भन्दा मैले आफैले पनि मैले बिहे गरेको 5-6 वर्ष पछाडि 6 वर्ष पछाडि चाहिँ बल्ल बच्चा पाएको हो कि। तर मेरो बच्चा नभएर अथवा मैले पाउन नसकेर नपाएको हैन के। हामी चाहिँ हस्बेन्ड र वाइफमै 5 वर्षसम्म चाहिँ बच्चा प्लान नगर्ने भनेर चाहिँ हामीले प्लान गरेर जब हामी चाहिँ फिजिकल्ली मेन्टल्ली इमोसनल्ली चाहिँ इकोनोमिकली स्टेबल हुन्छौँ त्यसपछि बल्ल चाहिँ ल अब चाहिँ हामी बच्चा पाउन रेडी छौँ है भन्ने सोचेर चाहिँ बच्चा पाउने भनेर प्लान गरेर नै हामीले प्लान गरेनौँ हैन। अनि जब हामीले प्लान गर्यौं भगवानको कृपाले भइ नै हाल्यो, यी काखमा छ अहिले हैन। तर मलाई त्यो टाइममा चाहिँ मान्छेहरुले हैन त्यो टाइममा मान्छेहरुले मेरो नजिकैको रिलेटिभ के व्यवहारले चाहिँ टाढा हैन, तर सम्बन्धले एकदमै मेरो इनलज पट्टि एकदमै नजिकको सम्बन्धले चाहिँ मलाई इभन यतिसम्म भनेका छन् कि हाम्रो त एउटा सन्तान भइसक्यो, त्यो एउटा सन्तान नभएको तिमीलाई त बाँझी भन्छन् भन्ने खालको यो बाँझी भन्ने वर्ड युज गरेर चाहिँ मलाई कस्तोसँग भन्नुभएको थियो कि उहाँले हैन। अनि त्यति बेला त मलाई केही पनि लागेन किनभने मैले नचाहेर नभएको हो नि त, चाहेर नभएको होइन। तर कन्सेप्ट चाहिँ कस्तो हुँदो रहेछ भने मान्छेहरु त बुझ्दैन के बच्चा पाउने भनेको बिहा गर्ने बित्तिकै भेलात्त पाइहाल्ने भन्ने कन्सेप्ट हैन मान्छेहरुको सोचाइ। तर त्यो हैन के बच्चा पाउनको लागि चाहिँ मेन्टल्ली प्रिपेयर हुन जरुरी छ र दुईटा पार्टनर चाहिँ एकदम रेडी हुन जरुरी छ के। बल्ल सन्तानको भ्यालु थाहा हुन्छ हैन, त्यो राम्रो अपब्रिङिङ हुन्छ त्यो सन्तानको। बिहा गर्यो अनि त्यसपछि 1 वर्षमै बच्चा पायो अथवा 2 वर्षमै बच्चा पायो अनि त्यो बच्चाको महत्त्व नै बुझेका हुँदैनन्। यसको मतलब माया गर्दैनन् भन्न खोजेको त होइन, तर मान्छेहरुको कन्सेप्ट के हैन 2-4 वर्ष बच्चा भएन भने यसको भएन, अझ विदेशतिर त बिजी भएर पाएनन् होला भन्ने हैन, नेपालमा चाहिँ नभरै पाका होलान् दुःख गरेर पाए होला भन्ने सोचाइ के हैन हो। अनि त्यो आकांक्षाको जस्तो पोइन्ट अफ भ्यू चाहिँ नेपालीले कसरी बुझ्छन् होला हैन। यो सो कल्ड मैले बुझेले पढे लेखेको मान्छे भनेर जुन आफूलाई जस्टिफाई गर्छन् तिनीहरुले नै यस्तो वचन लाउँछन् नि, ओ माइ गॉड हुन्छ नि अलि हेपेर भन्ने खालको तरिकाले चाहिँ भन्छन् के। त्यही भएर चाहिँ मलाई त्यो देखेर चाहिँ कस्तो हिट भयो कि हैन। मैले त्यो वर्ड पाथेँ। मैले त कसैलाई पनि सोध्दिनँ तपाईले किन सन्तान नपाएको भनेर हैन, झुकेर कसैलाई सोधेको भए आइएम सरी किनभने त्यो कसैको पनि पर्सनल कुरा हो र कुरामा कुरा निस्किँदा सोधिहाले भए पनि माफ गरिदिनु होला। तर मैले चाहिँ आजसम्म जानेर चाहिँ कहिले सन्तान पाउँछौ भनेर चाहिँ मैले सोधेको छैन र मलाई पनि दोस्रो सन्तान पाउने हैन भनेर कसैले सोध्ने हैन। त्यो मेरो नितान्त व्यक्तिगत कुरा हो, म र मेरो पार्टनर बीचको कुरा हो। अब हामीलाई अर्को सन्तान चाहिन्छ कि चाहिँदैन भन्ने कुरा कसैको सल्लाहको जरुरत चाहिँ छैन हैन। र अर्को कुरा अहिले चाहिँ अलिकति पढे लेखेका मान्छेहरु जो पढेका सर्टिफिकेटमा मात्रै भनेको हैन है, जसले चाहिँ बुझेका छन् ती मान्छेहरुले चाहिँ आर्थिक रूपमा शारीरिक रूपमा र मानसिक रूपमा तयार भएर मात्रै बच्चा जन्माउँछन्। त्यही भएर केही टाइम ग्याप भएमा चाहिँ हुँदैमा चाहिँ उले बच्चा जन्माउन सकेन भनेर लालछना लाउनु चाहिँ गलत हो। र यदि पाउँदै नपाए पनि उनीहरुको मर्जी, कसैको पनि अधिकार छैन के कसैलाई केही भन्नलाई। ओके बाइ, थ्यांक यू।